आजको यस विश्लेषणमा हामी एउटा निकै रोचक विषयमा चर्चा गर्दैछौँ। भर्खरै घोषणा गरिएको खरानी पार्टी नेपालको जग, यसको दर्शन र उनीहरूका रणनीतिक विधिहरू के हुन् त? आज हामी उनीहरूकै आधिकारिक प्रेस वक्तव्यको आधारमा यसलाई पूर्ण रूपमा निष्पक्ष ढङ्गले बुझ्ने प्रयास गर्नेछौँ। हेर्नुस् है, यो कुनै सामान्य राजनीतिक दलको कुरा पक्कै होइन। यो त असन्तुष्टिलाई पोख्ने र प्रश्न गर्ने एउटा बिल्कुलै नयाँ अनि व्यङ्ग्यात्मक बाटो हो। सुरुवात गर्नको लागि उनीहरूको आधिकारिक घोषणापत्रको यो कडा र नाटकीय भनाइलाई एकपटक हेरौँ त। देश जलेपछि बाँकी रहने हामी नै हौँ। कस्तो गहिरो कुरा होइन त? यसले नै यो अभियानको पुरै प्रतीकात्मक र व्यङ्ग्यात्मक स्वभावलाई छर्लङ्ग पार्छ। यो एउटै वाक्यले उनीहरूको मुख्य सन्देश र समाजमा रहेको आक्रोशको गहिराईलाई मज्जाले प्रस्तुत गर्दछ। अब यो आन्दोलनलाई अझ राम्ररी बुझ्नको लागि हामी यसलाई एउटा टाइमलाइनमा राखेर हेर्नेछौँ। हामी विगतको बढ्दो असन्तुष्टिबाट सुरु गर्दै जेठ 7 गतेको औपचारिक सुरुवात र अन्तमा उनीहरूको भविष्यको निरन्तर प्रश्न गर्ने लक्ष्यसम्म पुग्नेछौँ। पहिलो भागबाट सुरु गरौँ। यो अभियान ठ्याक्कै यही समयमा किन जन्मियो त? यसको ऐतिहासिक पृष्ठभूमि के हो? उनीहरूको स्रोतले दावी गरे अनुसार जसरी आगो लाग्नको लागि सुरुमा सानो झिल्को र दाउरा चाहिन्छ नि, ठिक त्यसैगरी यो अभियानको पछाडि पनि वर्षौंदेखिको राजनीतिक असन्तुष्टिको दाउरा थुप्रिएर बसेको थियो। उनीहरूको वक्तव्य अनुसार खास गरी यी कुराहरूले नै त्यही दाउराको काम गरे। बढ्दो राजनीतिक निराशा, जताततै फैलिएको भ्रष्टाचार, नेताहरूका झुटा आश्वासन, युवा बेरोजगारी, सामाजिक सञ्जालमाथिको नियन्त्रण र जनताको आवाजलाई दबाउने निरन्तर प्रयास, यी सबै कुराहरू मिलेर नै परम्परागत शक्ति संरचनाप्रतिको जनविश्वासलाई पुरै भत्काइदिए र युवाहरूमा असन्तुष्टिको ठूलो आगो सल्काए। अनि यही असन्तुष्टिको जगमा टेकेर हाम्रो टाइमलाइन अब वर्तमानमा आइपुग्छ। ठ्याक्कै सन् 2083 साल जेठ 7 गते यस वैकल्पिक पार्टीको औपचारिक स्थापना भयो। मानव निराशा आफ्नो चरम बिन्दुमा पुगेर अन्ततः एउटा आकार लिन पुगेको क्षण नै यही हो। अब तपाईलाई लाग्न सक्छ, नामै खरानी किन त? सुन्दा अचम्म लाग्छ नि, होइन? तर यहाँ साँच्चै चाखलाग्दो कुरा लुकेको छ। विनाशकारी आगलागीपछि जसरी खरानी मात्र बाँकी रहन्छ, त्यसैगरी चरम राजनीतिक निराशाको खरानीबाट यो अभियान उदाएको हो भनेर उनीहरू प्रश्न पार्छन्। खरानीलाई फेरि जलाउन सकिँदैन नि, तर याद गर्नुस् त, यही खरानी माटोमा मिसिदा यसले नयाँ पालुवा र वैकल्पिक चेतना हुर्काउन भने पक्कै ठूलो मद्दत गर्न सक्छ। पार्टीको यो आधिकारिक नाराले पनि त्यही कुरालाई जोड दिन्छ, खरानीबाट जनताका लागि। यसले एउटा कुरा एकदमै स्पष्ट पार्छ कि उनीहरू सत्ताको पछि दौडिने कुनै परम्परागत पार्टी होइनन्, बरु उनीहरू त राजनीतिक पाखण्डलाई सिधै उजागर गर्ने उद्देश्य बोकेको एउटा बलियो प्रतीकात्मक आवाज हुन्। अब तेस्रो भागमा प्रवेश गरौँ, जहाँ उनीहरूले प्रतिरोधको लागि प्रयोग गरिरहेका नयाँ र एकदमै डिजिटल हतियारहरूको कुरा आउँछ। यो तुलनालाई एकपटक हेरौँ त। वक्तव्यमा उल्लेख गरिएको यो भिन्नता साँच्चै गजबको छ। एकातिर हामी परम्परागत राजनीति देख्छौँ जुन पुरै सत्ता केन्द्रित छ र जसले विकासभन्दा बढी प्रोपोगन्डा फैलाउँछ भनी आरोप लगाइएको छ। अनि अर्कोतिर छ यो खरानी पार्टी जुन पूर्ण रूपमा वैकल्पिक चेतना, व्यङ्ग्य र युवाहरूको डिजिटल अभिव्यक्तिमा टिकेको छ। प्रेस वक्तव्यले एकदमै स्पष्ट शब्दमा भनेको छ, उनीहरू आलोचना, व्यङ्ग्य, मिम कल्चर र डिजिटल अभिव्यक्तिलाई आधारभूत लोकतान्त्रिक अधिकारकै रूपमा स्थापित गर्न चाहन्छन्। साँच्चै भन्नुपर्दा यो भनेको लोकतन्त्रको एउटा नयाँ र आधुनिक भाषा बोल्नु जस्तै हो। हामी सबैलाई थाहै छ नि, एउटा साधारण मिम कसरी डढेलो जस्तै इन्टरनेटमा फैलिन्छ र हजारौं शब्दको आलोचनालाई एउटै चित्रमा झल्काउन सक्छ। अब हामी यो यात्राको अन्तिम बिन्दु अर्थात् क्षितिजतर्फ पुग्दैछौँ। यहाँ चाहिँ अभियानको दीर्घकालीन लक्ष्य र नागरिक सहभागिताप्रतिको उनीहरूको दृष्टिकोणलाई समेटिएको छ। उनीहरूको सबैभन्दा महत्त्वपूर्ण दर्शन भनेकै लोकतन्त्रप्रतिको यो बुझाइ हो। उनीहरूको विचारमा लोकतन्त्र भनेको हरेक 5 वर्षमा चुनावको बेला मात्र दिइने कुनै परीक्षा पक्कै होइन, बरु यो त हरेक दिन सास फेरे जस्तै निरन्तर प्रश्न गरिरहने एउटा जीवित संस्कार हो। प्रश्न गर्न छोडियो भने लोकतन्त्र नै मर्छ भन्ने उनीहरूको मान्यता छ। र यही मानसिकतालाई उनीहरूले आफ्नो घोषणापत्रमा एउटा शक्तिशाली आह्वान मार्फत राखेका छन्। हामी चुप बस्ने पुस्ता होइनौँ, हामी प्रश्न गर्ने पुस्ता हौँ। यो भनाइले विचार, सृजनाशीलता र परिवर्तनमा विश्वास गर्ने सम्पूर्ण नागरिक समाज र डिजिटल अभियन्ताहरूलाई यस रचनात्मक आन्दोलनमा जोडिन खुल्ला निमन्त्रणा दिन्छ।
उनीहरूले आफ्नो आधिकारिक प्रेस विज्ञप्तिको अन्त्य यसरी गरेका छन्। आफूलाई एउटा औपचारिक व्यङ्ग्यात्मक राजनीतिक अभियानको रूपमा चिनाउँदै उनीहरूले सामेल हुन चाहनेहरूका लागि एउटा इमेल ठेगाना पनि दिएका छन्। यसबाट के बुझिन्छ भने उनीहरू यो अभियानलाई एउटा भर्चुअल सोचमा मात्र सीमित नराखी एउटा सक्रिय सञ्जालकै रूपमा अगाडि बढाउन चाहन्छन्। यो सम्पूर्ण विश्लेषण गरिसकेपछि अन्त्यमा हामीसामु एउटा निकै गहिरो र सोचनीय प्रश्न उब्जिन्छ। के व्यङ्ग्य र डिजिटल मिमहरूमा मात्र आधारित यस्तो अभियानले लोकतन्त्रमा नागरिक सहभागिताको अर्थलाई साँच्चै नै पुनर्परिभाषित गर्न सक्ला त? स्थापित राजनीतिक प्रणालीहरूलाई चुनौती दिन यी आधुनिक र डिजिटल तरिकाहरू कत्तिको प्रभावकारी होलान्? यो एकदमै चाखलाग्दो विषय हो र पक्कै पनि यसको सही उत्तर आउने समयले नै दिनेछ।